हेलो गाइज, वेलकम ब्याक ब्लगमा आइप सन्चो हुन्छलाई म सन्चो छु। अनि अहिले चाहिँ हाम्रो यहाँ चाडा गाडी चाहिँ यता विराटनगरको फ्याक्ट्रीमा लोड गर्न आएको थिएँ। अनि आज भ्याएन कि अब गाडी बनाउँदै नभ्याएर अनि यो पम्पमा चाहिँ हामी चट्टै गाडी राखेको छ। अब साइरी भ्याएन भनेर के भन्छ गाडी बनाउनु गरेर यति आज त्यस्तै पऱ्यो। अब जाने ग्यास भन्छ जाने अनि भात बनाएर खाने। भात बनाएर खाएन भने चाहिँ प्रायः छैन, भात बनाएर खानेलाई अब ग्यास अब गुड मर्निङ एभ्रिवान है सबजनालाई। अनि हामी यहाँबाट अब उठेर फ्याक्ट्रीतर्फ अब जान लागेको। अब गएर स्याम्पल चेकहरू गरेर पठाइदिइहाल्नु पर्ने खाने। अनि गाडी स्याम्पल चेक गर्ने अनि लोड गर्न सक्ने। अब कति लोड गर्नुपर्छ त्यति गरेर मात्रै लोड हुने। अनि अब सबजना जाउँ भनेको हावा भर्दैछ भन्ने हावा भरेर राखेको छ। अनि धुपसुप बालेर बिहान उठेर फ्रेस भएर धुपसुप बालेर सब सिआइसक्यो। जाने गएर स्याम्पल चेक गर्नु पर्छ भने अब ग्यास ल्याएर स्याम्पलहरू हेरेर चेक गरेर अनि मात्रै लोड गर्ने। चिया पनि नखायो भने आइपुग्यो हामी त बाहिर आइसकेको। अहिले फिल्टर राखेर नि बाहिर चिया चाहिँ हाम्रो आज फ्याक्ट्री आइसक्यो। अब स्याम्पल चेक गर्न जान लाग्यो। बेन्चीको सब चेक गरेर हातमा पठाउने। अनि लोड गर्ने भने फ्याक्ट्रीमा आएको फेरि टिटी क्लियर भएन अरे। अब फेरि कहिले अब अहिले एउटा लोकल गाडी आउँछ र लोकल गाडी आएपछि अनि स्याम्पल चेक गर्ने ल्यायो मालहरू चेक गर्ने। अनि चेक गरेर पठाएर अनि मात्रै लोड गर्ने भन्नुभयो। ल अब हामी चाहिँ फेरि फ्याक्ट्री आएको थिएँ, फ्याक्ट्रीबाट फेरि फर्केर जानु पर्छ। त्यही पम्पमा गएर बस्ने। अब ग्यास पनि अब एकचोटि पाक्छ खाना, त्यहाँ खाना पाक्दैन। अब सकेपछि नि हाल्दैन। हेलो, ल हामी चाहिँ अब खानासाना बनाएर दाल पछि भयो बना सक्यो। खाना खानु तयारी यसो साथ धुइँदै ल चाहिँ अब खाना खाने तयारीमा।